हेलो नमस्कार, मेरो पाटो भ्लगमा सबैलाई स्वागत छ। आज चाहिँ मैले सिधै इक्जाम पछि नै भिडियो बनाएको। त्यस पछाडि इक्जाम दिइसकेर खायौँ अनि हामी इक्जामको रिजल्ट कुरेको थियौँ। अनि इक्जाम रिजल्ट हेर्दाखेरि म चाहिँ आज पास भएको थिएँ र पास भएर एकदमै खुसी लागिरहेको थियो आफूलाई। इक्जाम दिइसकेपछि हामीले 5,000 पैसा तिरेर अनि साइडमा लग्छ अनि हेलमेट दिन्छ, हेलमेट लगाउने। अनि त्यस पछाडि जापानिजहरूले यसरी सिकाउने, यसरी गर्नुपर्छ भनेर सिकाउँछ। त्यस पछाडि हामीलाई बाइक दिएर अगाडि रेन्स्यु गराउँछ, स्टेट रेन्स्यु। अनि त्यस पछाडि भइहाल्छ। यता चाहिँ ट्रायल हुँदैन नेपालको जस्तो, ट्रायल पास गर्नु पर्दैन। बस लिखितमा 50 मा 45वटा मिलायो भने यता चाहिँ आइहाल्छ लाइसेन्स। रोडको साइडतिर लग्छ होइन, जुन सेम टु सेम रोडमा हुन्छ जस्तै ठाउँमा लगेर अनि सुरुमा जापानिज गएर पछाडि हामीहरूलाई यस्तो यस्तो गर्नुपर्छ भने सबै सिकाउँछ। यो सिकाइसके पछाडि अनि हाम्रो चाहिँ लाइसेन्स प्रिन्ट गर्न लाग्छ। अनि त्यसमा फोटोसोटो खिचेर अनि हामीहरूलाई लाइसेन्स दिन्छ। लाइसेन्स चाहिँ यस्तो हुन्छ जापानको। त्यस पछाडि हामी रुममा पुग्यौँ। रुममा पुग्दा बित्तिकै त्यहाँ हेर्छौँ त हामीहरूलाई कम्पनीबाट लिन दाइ आउनु भइसक्यो रहेछ। अनि दाइलाई सोधेको त किन यति छिटो, भनेको त कम्पनीमा काम गर्ने मान्छे रहेनछ, त्यसैले काम गर्ने मान्छे चाहिएको रहेछ। अनि भोलिबाट काममा जानुपर्छ भन्दा त म त छक्क। 2 घन्टाको गाडी चढाइ पछाडि बल्ल बल्ल रुममा पुग्यो। रुममा पुगेर म सामान हेर्दै सामान मिलाउँदै रातिको 10 बजिसकेको थियो। अनि अर्को भिडियोमा भेटौँला, बाई बाई।